गाइज नमस्कार, तपाईहरु सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु हैन। आजको भ्लग चाहिँ दमदार हुनेवाला छ के खतरा न हैन। तपाईहरुको लागि दमदार हुनेछ, मेरो लागि पनि दमदार हुनेवाला छ है। ल पनि गेटअप चाहिँ दमदार छ है। ल यतिको चाहिँ हुनुपर्छ हैन। यस्तो खतरा छ के कर्ली बोय। तपाई कहाँ जाँदै हुनुहुन्छ आज? बिहे पार्टीमा? कसको बिहे पार्टी छ रे बेटा? त्यसकै बिहे हो। ल यो भाइको चाहिँ बिहे छ आज है। मेरो प्याटर्न दाइलाई चाहिँ धेरै माया छ है। किन भन्दाखेरि दाइले मेरो हरेक कुराहरू बुझ्नुहुन्छ के, त्यसैले म पनि बुझ्छु। दाइको पारा यस्तो छ होइन, हेर्नुहोस् यो के हो यो दाइ। बुझ्छ भनेको त झन् भागेर हिँड्छ यार दाइ। यार तेरिका यार दाजु यार बनाउने दाइ यार। दाइ यो भिडियो छ नि, यो भिडियो दाइ मेरो रमाइलोको लागि हो के। रमाइलो गर्नुपर्छ कि रमाइलो? कति दुखी हुने के? किन दुखी हुने? रमाइलो फुल्ली गर्ने हो कि पारामा हान्ने हो? अनि यो अन्त कसैलाई आफू गलत नगर होइन, आफ्नो पारा बेग्लै हुने हो। अनि के चाहियो त अरू होइन? आफू चाहिँ गलत नगर्ने, कसैलाई नराम्रो नभन्ने होइन। आफूले राम्रो भिडियोहरू कसैलाई मनपर्छ भने ठिक छ, मन पर्दैन भने पनि के भनौँ त होइन। यस्तै हो। म चाहिँ त्यो माया भनेको के होला भनिदिनु त मलाई। माया भनेको यही हो। यो अवस्थामा पनि साथमा छोड्नु पर्यो क्या। माया भनेको यो हो क्या। यस्तो अवस्थामा पनि साथ छोड्नुहुन्न क्या। रहेछ हेर्दा साँच्ची दाइ यो अन्त होइन माया भनेको होइन। केटीहरू किन सेफ छैनन् भन् त भाइ? भन्दै त एकछिन आएर भन्दै त भाइ पदमदा जस्ता मान्छे भएर केटीहरू सेफ छैनन्। ह्यात तेरिका भाइ यार, यस्तो नमन्न भाइ यार। राम्रो छु र म छैन नि राम्रो। ए भाइ त्यस्तो नमन्न भाइ, मेरो गर्लफ्रेन्डले मारिदिन्छ फेरि। छैन है गर्लफ्रेन्ड चाहिँ केटा हो। म चाहिँ यतातिर आएको छु है। टक्क सालीहरू जिस्काउने आज होइन, त्यही हो। त्यहाँबाट एउटा केटी चाहिँ ल्याउनु पर्छ है हामीहरूले होइन। अब त्यही हो, बिहेमा जान्ला होइन। अब त्यहाँबाट एउटा केटी चाहिँ ल्याउनु पर्छ है मेरो भाइको लागि चाहिँ होइन। कसम दागिरमा मेरो भाइलाई पनि एउटा बुहारी चाहियो नि त होइन भाइ? घरमा यस्तो कामकाज छ, बुहारीको अनि हो यस्तो भन्नुभएको होइन। बुहारीको खाँचो छ एउटा होइन, एउटा केटी चाहियो बाबुलाई। अब तिमी कहाँ छौ बुहारी स्टाफ होइन? हुनु पऱ्यो त तपाईँ चाहिँ। अब हामी चाहिँ अब जान लाग्यो है बेहुली ल्याउन चाहिँ। त्यसभन्दा पछि तपाईँलाई म देखाउँछु हरेक कुराहरू होइन। आज के हुन्छ भन्ने कुराहरू पनि देखाउँछु। कतिको रमाइलो हुन्छ भन्ने कुरा हो नि त आज होइन। त्यही हो। ल बस पनि थाहा, तर डेकोरेसन बसमा के छैन। बरानको बसमा होइन, काठमाडौँवाला बस्छु कि भाइ। इधर सोफा तर सालीहरू इन्ट्री भएर मेरो त साली छैन है। सालीको ठाउँमा बस्ने एउटा होइन। त्यो माथि तै मेरो साली भने पनि भाइ भने पनि तै छैन होइन। अब यसभन्दा पछि चाहिँ त्यहाँ पुगेपछि देखाउँछ। अहिले हामी चाहिँ पुग्यो होइन। बेडुको घर पुगेर पनि त्यही हो। पालो भयो सुक्छ ल राम्रो कता हिँड्छौ केटी हो? ल राम्रो त धेरै राम्रो ल बेहुली लिनु पर्यो अब हो। मण्डपमा फाइनली हामी चाहिँ केटीको घर पुग्यौँ है। तपाईँहरूलाई यति पनि भन्न चाहन्छु म, केटीको घर पुग्यौँ। अब केटीको घरबाट कतिखेर फर्किन्छौँ भन्ने कुरा म तपाईँहरूलाई देखाउँदै रहनेछु है गाइजहरू। फाइनल्ली अहिले चाहिँ केटीको घर पुगेर हामी चाहिँ होइन यहाँको मण्डप पनि हेरिदिनु होला तपाईँहरू। मण्डप छ पछाडि बनाएको छ। अलिकति
केटीको घरमा पुगेर चाहिँ हाम्रो सोल्टिना एउटा खतरा चाहिँ एउटा हेरिदिनु होला त्यसलाई ल ल ठिक छ केटीको घर चाहिँ पुग्यो है केटा हामी है यति नै भन्न चाहन्छु म तपाईँहरूलाई ढोकिदिनु पऱ्यो है सालीहरूले बिनाजुलाई ल म त झन् असली बिनाजु थाहा छ कि नै चिन्जान अहिले पो हुने हो त चिन्जान गर्नु पऱ्यो त राम्रोसँग है बाजे बेहुलीको घरमा आएर चाहिँ खाना खाइदिनु लाग्छ होइन अब खानासाना खाएर त्यसपछि बेहुलीलाई कतिखेर लग्छौँ भन्ने कुरा हुन्छ नि त ल खानासाना खानु पऱ्यो केटा है ल त्यसपछि म खाना खाएर हजुरलाई केमा आउँदाखेरि चाहिँ अरू चाहिँ सबै भेटायौँ के तर हिरा बेटे चाहिँ 2टा भेटायौँ हामीले होइन कस्तो भन्दाखेरिमा लास्टै एकदम रोमान्टिकवाला छन् कि भाइहरू होइन केटा हिरा बेटे अब हामी चाहिँ एउटा मिक्सिन ला होइन कसो भन्दाखेरिमा अब बिएससी भयो होइन हरेक कुराहरू भयो बसमा ठाउँ नभएर हामीले यो सामानको ट्र्याक्टरमा गइरहेका छौँ साथीहरू तपाईँहरूले देख्न सक्नुहुन्छ लास्ट समय है बेहुलाका सेउले मेरो भाइ चाहिँ यता चाहिँ बेहुलाका सेउले गरे सेउले भने के मलाई थाहा छैन है साथै हुन्छ अनि म चाहिँ अब होइन हामी चाहिँ घरबाट निस्केको है घरबाट निस्केर पनि आटो बाटोमा ट्र्याक्टरमा बसेछौँ भिडियो चाहिँ कस्तो छ तपाईँहरूले हेरेर साथ सपोर्ट माया गरिदिनु होला यति नै भन्न चाहन्छु हस् त